71 दिनपछि खुलेको एउटा डरलाग्दो हत्याकाण्ड। कतारमा रहेका श्रीमानको लास धनुषाको पुलमुनि कसरी पुग्यो, हेर्नुहोस् घटनाको नालीबेली। गत पुस 4 गते धनुषाको खैरा खोलाको पुलमुनि एउटा शव भेटियो। बोरामा बेरिएको शव सड्न थालेको, अनुहार छेदविच्छेद अवस्थामा थियो। शव चिन्न सक्ने अवस्थामा थिएन। प्रहरीले अनुसन्धान सुरु गर्यो, तर तत्काल कुनै ठोस प्रमाण भेटिएन जसले उनको पहिचान खुलोस्। प्राविधिक सहयोग मार्फत शवको स्केच तयार पारेर सार्वजनिक गरियो। दिन बित्दै गए तर पहिचान खुल्न कुनै संकेत देखिएको थिएन। 66 दिनपछि एक महिलाले त्यो स्केच हेरिन् र उनी प्रहरी समक्ष पुगिन्। अनि उनले भनिन्, यो अनुहार मेरा श्रीमानसँग मिल्दोजुल्दो छ। तर अचम्म त के थियो भने उनका श्रीमान विदेशमा थिए र 2 महिनादेखि सम्पर्कविहीन थिए। प्रहरीले अनुसन्धानलाई आँझ गहिर्यायो। शवको पहिचान खुल्यो। धनुषा कमला नगरपालिका 6 का 33 वर्षीय शहीद अन्सारी। तर रहस्य त्यतिमै सीमित थिएन। उनी कतारमा थिए। नेपाल आएको कुरा परिवारलाई थाहा थिएन। आउनुहोस् घटनाबारे विस्तृतमा बुझौं। गत 4 पुसमा धनुषाको मिथिला बिहारी नगरपालिका 2 पुनर्दाहा टोल स्थित खैरा खोलाको पुलमुनि बोरामा एउटा शव भेटिन्छ। दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गर्छन्। खोलेर हेर्दा गलिसकेको अवस्थामा पुरुषको शव हुन्छ, तर पहिचान खुल्न सक्दैन। प्रहरीले विज्ञ प्राविधिक सहायता लिएर पुरुषको स्केच तयार पार्छ र सार्वजनिक गर्छ। 66 दिनपछि एक महिला स्केच अनुसारको पुरुष आफ्नो श्रीमान हुन सक्ने भन्दै प्रहरीको सम्पर्कमा आउँछिन्। वैदेशिक रोजगारीका लागि कतारमा रहेका श्रीमान लामो समयदेखि उनको सम्पर्कमा थिएनन्। उनीबाट विवरण लिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाउँछ। त्यसपछि खुल्छ त्यो शव धनुषाको कमला नगरपालिका 6 का 33 वर्षीय शहीद अन्सारीको भनेर, जो ती महिलाकै श्रीमान थिए। धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार अनुसन्धानको क्रममा शवको पहिचान मात्र होइन, हत्यामा संलग्नहरूको पनि पहिचान खुल्यो। घटना थियो विवाहेतर प्रेमको डरलाग्दो अन्त्यको। हत्या हुनुभन्दा अघिसम्म युवक वैदेशिक रोजगारीका लागि कतारमा थिए। योजना बनेपछि कतारबाट बोलाइएरै हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरी बताउँछ। एसपी तिवारी भन्छन्, हत्याको कारण विवाहेतर प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ। शहीद अन्सारीलाई मिथिला बिहारी नगरपालिका 6 का राजकिशोर यादव र उनकी श्रीमती अनिता कुमारी यादवले मिलेर हत्या गरेको पाइएको एसपी तिवारीले बताए। कतारमा कार्यरत शहीद 2 वर्षदेखि अनितासँग प्रेम सम्बन्धमा थिए। शहीद आफै पनि विवाहित थिए। उनले आजिमा खातुनसँग विवाह गरेका थिए। यता अनिताका श्रीमान राजकिशोर पनि वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। त्यसैले शहीद र अनिता बीच बेफिक्री कुराकानी चलिरहन्थ्यो। नियमित फोन गर्ने मात्र नभई शहीदले अनितालाई पैसा पनि पठाउने गरेका थिए। प्रहरीका अनुसार गत मंसिरमा अनिताले आजिमा खातुन शहीदकी श्रीमती गम्भीर बिरामी भएको भन्दै नक्कली रिपोर्ट पठाएर शहीदलाई बोलाइन्। 26 मंसिरमा आकस्मिक छुट्टी लिएर शहीद कतारबाट हिँडेका थिए। प्रहरी अनुसन्धान भन्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि सबैभन्दा पहिले उनले अनितालाई नै सम्पर्क गरे। त्यसपछि काठमाडौँबाट बीपी राजमार्ग भएर अनिताको घर अर्थात् तारापट्टी सिरसियातर्फ लागे। अनिता हत्याको जघन्य योजना बनाएर बसेकी थिइन्। त्यसैले उनले आफ्ना श्रीमान राजकिशोरलाई 15 मंसिरमै साउदी अरबबाट घर बोलाएकी थिइन्। यो कुराको कुनै संकेत नपाएका शहीद 26 मंसिरको राति 8:23 अनिताको घरमा पुग्छन्। अनुसन्धानबाट खुलेको तथ्य सुनाउँदै एसपी तिवारी भन्छन्, घरमा अनिता र उनका श्रीमान शहीदलाई नै कुरेर बसेका थिए। उनी पुगे लगत्तै पूर्व योजना अनुसार दुवैले आफू सुत्ने कोठामा बन्धक बनाएर राखे। रातभर राखेपछि 27 मंसिरको बिहान 11 बजे बन्चरोले प्रहार गरेर हत्या गरे। हत्यापछि बोरामा हालेर र कसैले थाहा नपाउने गरी मिथिला बिहारी नगरपालिका 2 पुनर्दाहा टोल स्थित खैरा खोलाको पुलमुनि फाले। घटना लगत्तै राजकिशोर पुनः साउदी उडे। जब शव सडेर दुर्गन्ध आउन थाल्यो, स्थानीयले प्रहरीलाई खबर गरेर बोराभित्र गलेको अवस्थामा पुरुषको शव भेटिएको थियो। हत्यापछि शव गन्नाहुने नहुँदासम्म उनीहरूले कहाँ कहाँ राखेका थिए त्यो कुरा र शव पुलबाट फाल्न जाँदा अर्का को व्यक्ति थिए भन्ने कुरा पनि खुल्न बाँकी छ। अनुसन्धानमा खटिएका एक प्रहरीले भने, थप केही मानिसहरू शंकाको घेरामा रहेको तथा उनीहरूमाथि निगरानी बढाइएको उनले जानकारी दिए। मुख्य आरोपी राजकिशोर भने 32 दिन अघि नै साउदी फर्किसकेका छन्। अब हामी उनी विरुद्ध रेड कर्नर नोटिस जारी गर्छौं र नेपाल झिकाउने प्रक्रिया सुरु गर्छौं। एसपी तिवारीले भने, शहीदको हत्या भएको 71 दिनमा बिहीबार अनितालाई पक्राउ गरी सार्वजनिक गरिसकिएको छ।